यस्तो विकराल स्थितिमा पनि आज सत्तामा रहेका नेताहरू पार्टीका झोलेहरू म झोले नै भन्न चाहन्छु किनभने उहाँहरूले आफूलाई झोले हो भनेर प्रमाणित गरिसकेको छ। म यो बर्खा क्षेत्रको पवित्र भूमिबाट म मान्य गिरी मोदीज्यूलाई भन्न चाहन्छु यदि तपाईमा नैतिकता छ भने यदि तपाईमा नैतिक पतन हुनुहुन्न भने राजीनामा गर्नुहोस् मार्ग प्रशस्त गर्नुहोस्। म यहीँबाट उहाँलाई यो उहाँको राजीनामाको माग पनि गर्न चाहन्छु। नत्र तपाईको अधिकारमा जनता ओर्लिनेछन् बराबसी ओर्लिनेछन् र सुनसरीबाट यो परिवर्तनको आवाज बोल्नेछ भन्ने कुरा पनि म राख्न चाहन्छु। विभिन्न दमन र षड्यन्त्रका माध्यमबाट अन्याय गरिरहेको हामीले देखिरहेका छौँ, हामीले भोगिरहेका छौँ। यो सरकार यो राज्यले जनताको नभई अपराधीको नियन्त्रणमा चलिरहेको पनि हामीले देखिरहेका छौँ। उपस्थित आमा बुवा दाजुभाइदिदीहरू, हामीले केही महिना पहिले भुटानी शरणार्थीको प्रकरण पनि हामीले देख्यौँ। आज फेरि पनि त्यस्तै प्रकरणको मानव तस्करको प्रकरण विजित भिसाको नाममा आज मानव तस्कर गरिरहेको कुराहरू सत्ता ठुल्लो भएर आइरहेको कुरा पनि हामी सबै वर्गहरूले थाहा पाइरहेका छौँ। आज वैकल्पिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृत्व आदरणीय व्यक्तित्व रवि लामिछानेमाथि जसको नाममा सँग प्रमाण छैन, जसले सहकारीमा कुनै पनि दस्तखत गरेर ऋण लिएको छैन, कुनै सहकारीको सदस्य होइन, जसको कुनै पनि सहकारीमा केआइसी छैन र संसदीय छानबिन समितिले सहकारीमा कुनै समानता छैन भनेर भनिरहँदा पनि आज रवि लामिछानेलाई गोप्य रूपमा पक्राउ गरेर जेल पठाएको छ। न आज पक्राउ पुर्जी देखायो, न संसदलाई जानकारी गरायो, न विधिको पालना गर्यो सरकारले। म भन्न चाहन्छु कि यो न्यायपालिकाले म भन्न चाहन्छु संविधानमा लेखेको नागरिक अधिकार हो। म भन्न चाहन्छु यो अधिकार यो कानुन सबैको लागि बराबर हो कि यो कानुन राष्ट्रिय स्वतन्त्र पार्टीको लागि मात्रै विशेष हो। पार्टीका केन्द्रबाट पाल्नुभएका आदरणीय प्रतिनिधि सभा सदस्य महिला नेत्री सांसद सुविधा गौतमज्यू, केन्द्रीय सदस्य महिला नेत्री निशा मेहताज्यू, प्रदेश कार्यवाहक सभापति सरिन तामाङ गोमाज्यू, प्रदेश महामन्त्री लालविक्रम थापाज्यू, आदरणीय समाजका व्यक्तित्व कवि मनु मन्जिल सर लगायत सम्पूर्ण उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा म घन्टीमय नमस्कार गर्न चाहन्छु। जय घन्टी। सबैभन्दा पहिले म यहाँहरूलाई तपाईँहरूको आभार पनि प्रकट गर्न चाहन्छु। तपाईँहरूको विश्वास आशा र साथकै कारण आज म सङ्घीय संसदको सदस्य बन्न पाएको छु। म जान्दछु मेरो उपस्थिति तपाईँहरूको आभार हो। आदरणीय उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, हामी 21 जना सांसदहरू नयाँ संसदको रूपमा सदनमा प्रवेश गर्दै गर्दाखेरि हामीले सोचेका थियौँ, हामीले आशा गरेका थियौँ राजनीतिक सफा हुन्छ भनेर, सत्ता जनताको सेवक हुन्छ भनेर हामीले सोचेका थियौँ। जनताको समस्या जनताको मुद्दा प्राथमिकता हुन्छ भनेर सोचेका थियौँ। तर आज देशको अवस्था के छ? आज देशको अवस्था के छ त तपाईँ हामी सबैले बुझ्नुपर्ने बेला आएको छ। आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, वर्तमान सरकार र सत्ताको चरित्र व्यवहार उदागिरहेको छ। हामीले देखिरहेका छौँ, हामी सदनबाट देखिरहेका छौँ र आम जनसमुदाय नेपालमा भएका वीर गौरव नेपालीहरूले, देश विदेशमा रहेका अग्रज व्यक्तित्वहरूले, साथीहरूले, आम नेपालीहरूले देखिरहेको छ सरकारको व्यवहार, सत्ताको रवैया देखिरहेको छ, उदागिरहेको छ। त्यसप्रति पनि हामी सचेत रहनुपर्छ भन्ने उद्देश्यले म यहाँ आएको छु। आदरणीय उपस्थित आउनुभएको दाजुभाइ दिदीबहिनीहरू, आज देशमा लोकतन्त्र होइन, प्रतिशोधतन्त्र चलिरहेको छ र चलिरहेको छ त केवल नेतातन्त्र चलिरहेको छ। त्यसप्रति पनि हामी सबै सजग हुनुपर्छ भन्ने उद्देश्यले म यहाँ तपाईँहरू सामु आएको छु। आदरणीय उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू,
आज नागरिकले जनताहरूले सरकारको विरोध गर्दाखेरि आलोचना गर्दाखेरि असहमतिको आवाज उठाउँदाखेरि आज सरकारले उनीहरूलाई शत्रुको व्यवहार गरिरहेको छ। उनीहरूमाथि अनुसन्धानको नाममा फसाउने काम गरिरहेको छ। सरकारको निकटका अपराधीहरूलाई जोगाउने काम गरिरहेको छ। त्यो पनि हामीले देखिरहेका छौँ। आज नक्कली भुटानी सरकार शरणार्थी प्रकरणको दोषीहरूलाई मुक्ति भएको हामीले देखिरहेका छौँ। आज जिउँदै मान्छे जलाउनेहरूलाई परमाणु भेटेर छोडिरहेको हामीले देखिरहेका छौँ। तर आज वैकल्पिक शक्तिको रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेतृत्व आदरणीय व्यक्तित्व रवि लामिछानेमाथि, जसको नाममा सँग प्रमाण छैन, जसले सहकारीमा कुनै पनि दस्तखत गरेर ऋण लिएको छैन, कुनै सहकारीको सदस्य होइन, जसको कुनै पनि सहकारीमा केआइसी छैन र संसदीय छानबिन समितिले सहकारीमा कुनै समानता छैन भनेर भनिरहँदा पनि आज रवि लामिछानेलाई गोप्य रूपमा पक्राउ गरेर जेल पठाएको छ। न आज पक्राउ पूर्ति देखायो, न संसदलाई जानकारी गरायो, न विधिको पालना गर्यो सरकारले। म भन्न चाहन्छु कि यो न्यायपालिकाले, म भन्न चाहन्छु संविधानमा लेखेको नागरिक अधिकार हो। म भन्न चाहन्छु यो अधिकार, यो कानुन सबैको लागि बराबर हो कि यो कानुन राष्ट्रिय स्वतन्त्र पार्टीको लागि मात्रै विशेष हो। म भन्न चाहन्छु आदरणीय उपस्थित आमाबुबा दाजुभाइ दिदीबहिनीहरू, आज भ्रष्टाचारका विरुद्ध बोल्नेहरूलाई सरकारले शत्रु जस्तो व्यवहार गरिरहेको छ, शत्रु ठानिरहेको छ भने म उहाँहरूलाई भन्न चाहन्छु, यदि तिमीहरूले भ्रष्टाचारको विरुद्धहरूलाई बोल्नेलाई शत्रु ठान्छौ भने जनतालाई पनि तिमीहरूलाई शासक होइन, जनतालाई पनि तिमीहरूलाई शासक होइन शत्रु ठान्नेछन् भन्ने कुरा पनि म यहाँ राख्न चाहन्छु। आदरणीय उपस्थित आमाबुबा दाजुभाइ दिदीबहिनी, आज भ्रष्टाचार र कुशासनको विरुद्ध आवाज उठाउनेलाई राजनीतिक परिशोध साध्ने काम भइरहेको छ। विभिन्न दमन र षड्यन्त्रका माध्यमबाट अन्याय गरिरहेको हामीले देखिरहेका छौँ, हामीले भोगिरहेका छौँ। यो सरकार, यो राज्यले जनताको नभई अपराधीको नियन्त्रणमा चलिरहेको पनि हामीले देखिरहेका छौँ। उपस्थित आमाबुबा दाजुभाइ दिदीबहिनी, हामीले केही महिना पहिले भुटानी शरणार्थीको प्रकरण पनि हामीले देख्यौँ। आज फेरि पनि त्यस्तै प्रकरणको मानव तस्करको प्रकरण विजित भिसाको नाममा आज मानव तस्कर गरिरहेको कुराहरू सत्ता ठुलो भएर आइरहेको कुरा पनि हामी सबै वर्गहरूले थाहा पाइरहेका छौँ। आज विजित भिसाको नाममा खाडी पठाउने सपना देखेर हाम्रा युवाहरूबाट 50,000 अवैध वसुली गर्ने भने युरोप पठाउने नाममा प्रत्येक हाम्रा युवाहरूसँग 3 लाखदेखि 50,000 अवैध वसुली गरेको हामीले देखिरहेका छौँ, सुन्यौँ, देख्यौँ र आज सदन त्यसैको कारण पनि अवरुद्ध भइरहेको छ। यो सामान्य गल्ती होइन आदरणीय उपस्थित आमाबुबा दाजुभाइ दिदीबहिनीहरू, यो एउटा अन्तर्राष्ट्रिय सङ्गठित अपराध हो पनि भन्ने कुरा म राख्न चाहन्छु। र गृह मन्त्रालयको सचिवदेखि लिएर सहसचिव, जो अध्यापन विभागको सहसचिव हुनुहुन्थ्यो, उहाँदेखि लिएर आज गृहमन्त्रीको नामहरू यसरी छताछुल्ल भएर आइरहँदाखेरि यो सरकार मन्छ भने हामीले के सोच्नुपर्छ भने यो सरकार वास्तवमै तस्कर, दलाल र माफियाको नियन्त्रणमा चलिरहेको छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु। आदरणीय उपस्थित आमाबुबा दाजुभाइ दिदीबहिनीहरूलाई म यो बर्खा क्षेत्रको पवित्र भूमिबाट म मान्य गृहमन्त्रीज्यूलाई भन्न चाहन्छु, यदि तपाईँमा नैतिकता छ भने, यदि तपाईँमा नैतिक पतन हुनुहुन्न भने राजीनामा गर्नुहोस्, मार्ग प्रशस्त गर्नुहोस्। म यहीँबाट उहाँलाई यो उहाँको राजीनामाको माग पनि गर्न चाहन्छु। नत्र तपाईँको प्रतिकारमा जनता ओर्लिनेछन्, बराबसी ओर्लिनेछन् र सुनसरीबाट यो परिवर्तनको आवाज बोल्नेछ भन्ने कुरा पनि म यहाँ राख्न चाहन्छु। आदरणीय उपस्थित आमाबुबा दाजुभाइ दिदीबहिनीहरू, आज देश सङ्कटको दौरानमा छ, आर्थिक मन्दी चलिरहेको छ, आम जनताहरू सबैभन्दा धेरै पीडित छन्, न्यूनतम जीवनयापन गर्न पनि हामीले सङ्घर्ष गर्नु परिरहेको छ। दिनदिनै बेरोजगारी, महँगी र दिन प्रतिदिन जुन प्रकारको भ्रष्टाचारका बन्दहरू आइरहेको छ, जताततै स्थानीय सरकारदेखि प्रदेश सरकारदेखि केन्द्रीय सरकारसम्म, यस
त्यसप्रति पनि हामी सचेत हुनुपर्छ भन्ने कुरा म यहाँ राख्न चाहन्छु। यस्तो विकराल स्थितिमा पनि आज सत्तामा रहेका नेताहरू, पार्टीका झोलेहरू, म झोले नै भन्न चाहन्छु किनभने उहाँहरूले आफूलाई झोले हो भनेर प्रमाणित गरिसकेको छ। पार्टीका झोलेहरू आज महलमा बसिरहेको छ। तर जुन तर्काको सरकार जनताको सेवक बन्नुपर्ने थियो, आज सरकार तस्कर र ठेकदारको सेवक बनिरहेको छ, संरक्षक बनिरहेको छ। त्यसैले आदरणीय उपस्थित आमा दाजुभाइ दिदीबहिनीहरू, हामीले धेरै सह्यौँ, हामीले धेरै भोग्यौँ। यहाँ हाम्रो व्यक्तित्व हुनुहुन्छ, तपाईँहरूले कति पटक मत हाल्नुभयो होला, कति पटक पटक जिताएर यहाँबाट जनप्रतिनिधि बनाएर पठाउनु भयो होला। तर अब चेत्ने बेला आएको छ आदरणीय उपस्थित आमा दाजुभाइहरू, अब चेत्ने बेला आएको छ। परिवर्तनको सुरुवात हामी आफैबाट गर्नुपर्छ, तपाईँ हामीबाटै गर्नुपर्छ भन्ने कुरा पनि म यहाँ राख्न चाहन्छु। पटक पटक हाम्रो विश्वासलाई, हाम्रो मतलाई विश्वासघात गरेको छ, त्यसप्रति हामी सचेत हुने बेला आएको छ। अब चुप लाग्ने समय होइन। त्यसैले म आदरणीय उपस्थित आमा दाजुभाइ दिदीबहिनीहरूलाई यो सुनसरीले, यो बर्खा क्षेत्रले परिवर्तनको आवाज एकै स्वरमा गुन्जाउनुपर्छ, यहीँबाट परिवर्तनको घन्टी बजाउनुपर्छ भन्ने कुरा पनि म यहाँ राख्न चाहन्छु।